नमस्ते नमस्कार यहाँहरू सबैलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज हामी मिथिला पाठशालाबाट सप्तरीको धारापानी पिकनिक आइपुगेका छौँ र आज यसै भिडियो मार्फत यहाँको धेरैभन्दा धेरै घुम्ने पर्ने ठाउँहरू देखाउने कोसिस गर्नेछौँ। आशा छ यहाँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र भिडियोलाई लाइक तथा सब्सक्राइब गर्न पनि नभुल्नुहोला। यहाँनिर केही विद्यार्थी तथा सर म्यामहरू नास्ताको तयारी गरिरहेका छन्। खाना पकाउने ठाउँको ठिक अगाडि निकै ठुलो खुला मैदान र खोला पनि रहेको छ, जहाँ विद्यार्थीहरू निकै रमाइरहेका छन् र उनीहरू विभिन्न खेलहरू पनि खेलिरहेका छन्। सुन्दर दृश्य, जताततै डाँडाकाँडा हरियाली वनजङ्गल रहेको छ। अब भने खाजा पाकिसकेर खाजा खुवाउने तयारीमा जुटेको अवस्था। सम्पूर्ण विद्यार्थीहरू खाजा खाएपछि खोलामा खेल्नमा व्यस्त। यता भने विद्यार्थीहरू क्रिकेट खेल्दै गरेको अवस्था। घुम्न जानुपर्दा पुल नभएको खोलामा जुत्ता खोलेर खोला तर्नुपर्ने बाध्यता। सञ्जित सर फेरि जुत्ता खोल्नुपर्छ भनेर हाम्रो स्कुल बसको खलासी भाइसँग बोकेर बाटो पार गर्दै गरेको अवस्था। साना साना भाइ बहिनीहरूलाई सञ्जित सर र सौरभ सरले फोटो खिच्नलाई रेडी गराउँदै गरेको अवस्था। यहाँनिर विद्यार्थीहरू भाँचेको रुखमा चढेर रमाइलो गर्न थालेपछि उनीहरूलाई कराउँदै तल ओर्न लाउँदै गरेको अवस्था। फेरि पनि खोला तर्नुपर्ने अर्को बाध्यता। फेरि सञ्जित सरलाई गार्डले काखमा बोकेर
खोला तर्दै गरेको रमाइलो भयो त्यता। यता भने मेरो छोरा माछा मार्दै बोतलमा हाल्न म व्यस्त। अब हामी मन्दिरतिर जाँदै गरेको। मन्दिर पुगेपछि सानो भाइ बहिनीहरू पुजारी बाजेसँग कुराकानी गर्दै गरेको। घुमघाम गरेर फर्किसकेपछि अब सबैजना फाइनली खाना खाँदै गरेको अवस्था।